सो हेलो नमस्ते सबैजना रबको छोजहरू सन्चै हुनुहुन्छ र म पनि यहाँ सन्चै छु। सो हे गाइज वेलकम ब्याक अगेन माई युट्युब च्यानल। अनि गाइज आजको ब्लग चाहिँ सिधै सुरु भइरहेछ साँझको 4 बजेदेखि। गाइज आज चाहिँ शुक्रबार अनि अहिले दिवाली आउन थालेछ। अनि गाइज अब दिवाली आउन थालेपछि त हजुरहरूलाई थाहा भइसक्यो होला के हुन्छ भनेर। अनि गाइज अहिले म छतमाथि आएको छु। अनि गाइज अब झिलिमिली झुन्डाउने हो घरमाथि। अनि पुरै घर सजाउने हो गाइज झिलिमिली झुन्डाएर। अनि त्यसै कारणले अहिले गाइज म माथि आएको छु। अनि अब म त्यो झुन्डाउँछु। अनि गाइज हजुरहरूले पनि भिडियोमा हेर्न सक्नुहुन्छ। अनि गाइज आज म चाहिँ सिङ्गल छैन, अनि डबल हुन सक्छु होला। अङ्कल पनि आउनुहुन्छ होला गाइज यो झिलिमिली झुन्डाउन हेल्प गर्न मलाई। अनि गाइज योभन्दा लास्ट इयर 2024मा म एक्लै झुन्डाएको थिएँ पुरैतिर झिलिमिली। अनि गाइज त्यो चाहिँ मेरो फर्स्ट टाइम थियो एक्लै झुन्डाएको। अनि यो साल चाहिँ आउँदै हुनुहुन्छ गाइज। अहिले अङ्कल कोटी जानुभएको छ नि, एकैछिनमा अहिले आउनुहुन्छ। अनि त्यसपछि झुन्डाउनुहुन्छ होला। अनि अङ्कल आउनु भएन भने म एक्लै झुन्डाइदिन्छु। तर त्यही हो गाइज, अब एक्लैमा टाइम लाग्छ धेरै। अब अङ्कल भएको भए हल्का हेल्प हुन्थ्यो अनि टाइम लाग्थेन त्यति। त्यही कारणले हो गाइज। अब ल सुरु गरौँ। अनि बिफोर आफ्टर मैले अब त्यो थम्बनेल त हेर्न सक्नुभयो होला। अनि गाइज थम्बनेल टाइटल हेरेर हजुरहरू बुझ्नु सक्नुभयो होला के छ भनेर। अनि गाइज अब रेडी बस्नु, अब दिवाली आइसक्यो। त्यही भएर हजुरहरूलाई एडभान्समा ह्याप्पी दिवाली। अनि गाइज दिवाली राम्रोसित मनाउनु होला। अनि गाइज यो चाहिँ भोलि हेर्नुहुन्छ हजुरले, यो ब्लग चाहिँ शनिबार हेर्नुहुन्छ। अनि अहिले चाहिँ आज शुक्रबार ल। अनि गाइज फर्स्टमा कहाँदेखि झुन्डाउन सुरु गर्ने भने त, अनि गाइज अहिले यहाँ छतमा यता फर्स्टमा सुरु त नगरौँ यतादेखि, पहिला यहाँ सुरु गर्नौँ यहाँदेखि। अनि त्यसपछि गाइज यता माथि सुरु हान्छु। अनि गाइज खोइ हेरौँ 1-2 घन्टा जति लाग्ला। अब एक्लै छु गाइज, अब धेरै टाइम लाग्ने भयो किनकि अब त्यो झन् बाल्टी उठाउनु पर्छ गाइज। एक बाल्टी छ, हजुरहरूले म तलदेखि ल्याएर देखाउँछु होइन। अनि गाइज मैले बाल्टी निकालिसकेको छु, अब हजुरले सिधै बाल्टी देखाउँछु। अनि एक बाल्टी छ गाइज, बाल्टी यही हो बाल्टी भनेको एक बाल्टी। अब यो भित्र माल मेटेरियल छ। लास्ट इयरमा गाइज यो चाहिँ सब मैले फोल्ड हानेको थिएँ, एक्लै फोल्ड हान्न त अब के भनौँ। अनि गाइज वाइटवाला त पहिला सेकेन्ड फ्लोरमा यता झुन्डाउने हो यो वाइटवाला। अनि जुन यो ब्ल्याक छ यो चाहिँ टप फ्लोरमा गएर झुन्डाउनु पर्छ। अनि योभन्दा सो गाइज डेली हरेक सालमा हामीलाई थप्न परिहाल्छ यार गाइज यो झिलिमिली। अनि कहिले कस्तो चाहिँ कम हुन्छ बेसी हुन्छ। अनि पहिला सेतो जति त यहीँ निकालौँ, सेतो जति यतै लाउने, सेतो माथि नलाउने किनकि गाइज तल बच्चीहरू छन् के। अनि फेरि तल तिनीहरूले तार तान्नु भने गडबड हुन्छ, त्यही भएर। अनि सेतोवाला चाहिँ धेरै छ। लगाइ सिधै भेट्छु अहिले एकैछिनपछि। अनि गाइज हेर्नुहोस् यहाँ टुल्स चाहिँ के को छ भन्दा एउटा हटौडा छ यो। अनि गाइज यो किलो छ। अनि गाइज यसरी राखेर ठोक्न पर्छ, यसरी राखेर यहाँ माथि। अनि हेर्नुहोस् लास्ट इयरमा पनि यसरी चाहिँ गरेको थिएँ। अनि तार छ, अनि टेप छ, अनि कैँची छ टेप काट्नलाई, अनि लाइटर पनि छ गाइज। एक्लै हुँदा त गाह्रो पऱ्यो यार गाइज। अब यहाँ एक्लै मैले अब भिडियो बनाऊँ कि यो बत्ती झुन्डाम, 2 जना भएको भए अलि हुन्थ्यो। अङ्कल नास्ता खाँदै हुनुहुन्छ, म झुन्डाउँदै गर्छु त्यति बेरसम्म यता। अहिले अङ्कल आउनुहुन्छ अनि छिटो हुन्छ काम। सो गाइज अहिले म चाहिँ यहाँ माथि आइसकेको छु। अनि गाइज अब यता माथि झुन्डाउने पालो। अनि गाइज आइसकेन्, आफ्नो टिम मेम्बर आइसकेका छन् गाइज 3 जना। अनि उता चाहिँ अङ्कलले झिलिमिलीको वायरिङ गर्दै हुनुहुन्छ। अनि गाइज उहाँदेखि यहाँसम्म जोडेँ। अब गाइज यहाँदेखि माथि कन्टिन्यू गर्ने। रोहित आफ्नो इन्ट्रोडक्सन देऊ। तिमी अरे अरुण यता हेर न माधव।
गाइज अहिले चाहिँ माथिदेखि तिनीहरू उस तार छुताउँदैछन् अनि यहाँ चाहिँ अङ्कलले जोड्दै हुनुहुन्छ अन्तिम दुईवटा तिनवटा छ यता जोड्न अनि गाइज यता पनि झुन्डाइसकेका छन् अनि गाइज चाहिँ धेरै नजिक नजिक जस्तो लाग्यो मलाई त यार अनि यस्तो ठाउँमा हिँड्न पनि कति गाह्रो छ झन् केहीसँग नमिले होइन त्यसको माथि भित्तामा सकिएर हिँड्न पऱ्यो अरुण अरुण ओए अरुण ओए अरुण फाल ना फाल हाँ भाइयों ठोक ओए माधव अर्को फाला ना सो गाइस यिनीहरू सुन्दा पनि नसुने जस्तो गरे अनि यही छन् त्यही पनि सुने जस्तो गरे ओए अनि गाइस म कस्तो ठाउँमा बेच्छु देख्नुपर्छ होला अनि अगाडि पनि देखाइदिन्छु है हेर्नु अगाडि चाहिँ झन् डेन्जर छ हेर्नुहोस् त कता बेच्छु म पनि ओए माधव लेफ्ट राइट 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 लेफ्ट लेफ्ट हाँ ठोक दे अरुण यताको धेरै नजिकै भयो बे तर्सा यार गाइस यो त सो गाइज अहिले चाहिँ यिनीहरूलाई माथि ठोकिरहेछन् किलाहरू अनि गाइज यहाँ झिलिमिलीको यिनीहरूलाई पोजिसन बताउन पर्यो अङ्कल सो गाइज यिनीहरूले भनिरहेछन् गाइज अब झिलिमिली भइयो अब यिनीहरूले माथि गएर फेरि बताउन पर्छ अब कुन खोल्ने हो भनेर अङ्कल गर्नुभयो यिनीहरूको भइयो भने अब यिनीहरू यहाँदेखि निकाल्न पर्छ कुन कुन निकाल्न पर्छ हेरौँ त एकछिन रोके माथि पनि जोड्नु छ अझै पुरै यो निकाल्न पर्छ एउटा बिचको एउटा निकाल्न पर्छ यिनीहरूदेखि यिनीहरू धेरै नजिक नजिक भयो गाइस अब अनि माथि पनि त्यस्तै जोड्न पर्छ अङ्कल फेरि बढी झन्झट छ यहाँदेखि निकाल्न पर्छ धेरै नजिक नजिक भयो यताको यसरी भयो के जुन छ नि एउटा यहाँ उभितो त तिमी त उभितो यतिको भएको छ अब यतिमा राम्रो देखिन्न धेरै यता आइज त रोहित गाइस आज हो डे 2 अनि गाइस हिजो चाहिँ त्यो झिलिमिली लगाएको इन्कम्प्लिट छ अनि गाइस कतैको लाइट बलेछ कतैको लाइट बलेको छैन अनि गाइस उतातिरको जुन फर्स्टमा लाग्थ्यो नि तल अनि त्यसलाई पनि हल्का मिलाउन छ आज अनि गाइस अहिले म त्यसलाई पनि मिलाउँछु अनि त्यही भएर गाइस आज म सुरु हानेको अनि गाइज आज हो डे 2 ब्लग कन्टिन्यू हानेको हो गाइज आज डे 2 अनि हिजो चाहिँ मैले राति भयो यो झिलिमिली लाउँदा गाइज त्यही भएर हो आज डे 2 कन्टिन्यू गर्दैछु भिडियो अनि गाइज हेर्नुहोस् यहाँ त अलि टाढा भयो अनि उतातिर त नजिक भयो गाइज हजुरले उतै गएर देखाउँछु गाइज डाइरेक्ट उता हेर्दा हजुरहरूले अलिकति सजिलो होला त्यहाँदेखि त गाह्रो पर्छ हेर्न सो गाइज मैले चाहिँ यसले औजारहरू लिगिसकेको छु जुन काम लाग्छ अनि अब माथि गएर सिधै म जोड्छु अनि गाइज अहिले म सिडी चढिरहेको छु माथि अनि गाइज यताको जुन छ नि यो झिलिमिलीहरू म पहिला कतादेखि सुरु गरौँ थाहा भएन अनि गाइज मैले तल छैले त्यहाँ तलदेखि सुरु गरौँ पहिला अनि त्यसपछि यो माथिको कन्टिन्यू गरौँला अनि त्यही गर्छु गाइज अनि आज चाहिँ दिउँसो चाहिँ लास्टै गर्मी गरेको थियो अनि गाइज आज हाम्रो अलिकति ड्युटी पनि भयो हेर्नु 360 भ्यू अनि गाइस म चाहिँ सोचिरहेको छु अब तलदेखि चाहिँ सुरु हानौँ तल कतिवटा ला गरौँ है गाइस कतिवटा टोटल झिलिमिली कतिवटा छ 1 2 3 4 5 6
अनि गाइज यो झिलिमिली जुन छ यो सर्ट सर्किट भइसकेको छ अनि यसले यहाँदेखि पनि तार खोलिदिनु पर्छ। यसको अब काम छैन गाइज। हेर्नुहोस् यहाँ यी यता जलिसकेको छ, यी यहाँ धुवा पनि छ। यी हेर्नु क्यामेरामा देखिएर मलाई थाहा भएन। 8 9 सो गाइज टोटल झिलिमिली यता माथि 16वटा हो कि 17 18 जस्तै छ। भुलिहाले भर्खर गनेको। अनि तलदेखि पहिला मिलाम गाइज अनि माथि कन्टिन्यू गरौँला। अनि गाइज बाइक पनि ग्यारेजमा बनाउनु दिएको छु अनि अहिले त्यहाँ बाइक पनि हेर्न जानुपर्छ। अनि गाइज हजुरहरूले पनि देखाउँछु अहिले म र अरुण भएर जान्छौँ साइकलमा। अनि गाइज बाइक चाहिँ लगभग 2-4 दिन भयो गाइज ग्यारेजमै छ। अनि गाइज अब बाइकको केही हुँदैछ गाइज रिपेयरिङ, अब त्यही गरेर हजुरहरूले देखाउँछु डाइरेक्ट।